हामीले दबाईको कुरा गऱ्यौँ, यो धेरै दबाई खाँदा चाहिँ किडनी बिग्रिन्छ भन्ने सुनिन्छ, यो कतिको सत्य हो? कति चाहिँ अब औषधि चाहिँ जसले डाइरेक्टली किडनीलाई खराबी गर्छन्, जस्तै यो दुखाइका औषधि हुन्छन् लुफेनहरू, यिनीहरूले चाहिँ डाइरेक्टली किडनीलाई खराबी गर्ने हुन्छ। रिस्क फ्याक्टर भएको बिरामीमा चाहिँ छिटै खराबी बनाइदिन्छ। सामान्य मान्छेमा चाहिँ लामो समय खायो भने बनाउँछ भनेपछि अब सुगरका प्रेसरका बिरामी अथवा सँगसँगै अरू औषधि लिइरहेको बिरामीमा कम समयमा पनि यिनीहरूले छिटै खराबी बनाइदिन्छ भन्ने सम्भावना पनि हुन्छ। त्यसले यो औषधिहरू खाँदा चाहिँ यो सुगर प्रेसरका बिरामीमा अलिकति कसियसली प्रिस्क्राइब गर्नुपर्ने हुन्छ। त्यो बाहेक चाहिँ कहिले अब किडनीलाई बचाउने औषधिहरू पनि अब किडनी खराबी बढ्ने क्रममा चाहिँ आफै पनि त्यसले खराबी बनाउन सक्ने हुन्छ। त्यस्तो अवस्थामा चाहिँ अब हामीले डक्टरको सल्लाह लिएर त्यसको औषधिहरूको डोजहरू मिलाउनु पर्ने अथवा कहिले घटाउनु पर्ने हटाउनु पर्ने हुनसक्छ। सबैले नै किडनी खराबी बनाउने होइन, धेरै जस्तो चाहिँ दुखाइका औषधिहरू हुन्छ। त्यो बाहेक चाहिँ कहिले अब किडनीको प्रेसरको औषधिहरू, सुगरका औषधिहरू प्रयोग भइरहेको हुन्छ। डबल एज सोर्ड हुन् कि तिनीहरू भनेको चाहिँ फाइदा पनि गर्छन्, तरिकाले चल्यो भने, तरिकाले चलेन भने कहिले किडनी खराबी बनाउँछन्। त्यस्तो अवस्थामा चाहिँ ती औषधिहरू फेर्नु पर्ने हुन्छ र डाक्टर सल्लाह त्यस्तो बिरामीले चाहिँ लिएको राम्रो हुन्छ। त्यसो यो सुगर प्रेसर त अब धेरै मान्छेलाई देखिन्छ, उहाँले अब डेली मेडिसिनहरू पनि लिनुहुन्छ, त्यसो उहाँहरूलाई पनि किडनीको समस्या हुने रिस्क बढ्यो त्यसो भए? बढ्छ। सुगर भएको बिरामी अथवा प्रेसर भएको बिरामीले किडनी खराबी छ छैन भनेर कम्तीमा अब 6 महिनामा त चेक गरिराख्नु पर्यो आफ्नो रगतको पिसाबको। त्यो बाहेक चाहिँ कहिले अब त्यस्तो बिरामीमा इन्फेक्सनै हुन्छ, मानव अब ज्वरो आयो भनेपछि त्यस्तो शरीरलाई खराबी भएको अवस्थामा चाहिँ उहाँहरूले फेरि पनि चेक गर्नुपर्ने हुन्छ। 6 महिना भने 6 महिनामै गर्ने चाहिँ होइन, कहिले शरीरलाई अरू खराबी भइरहेको बेलामा पनि उहाँहरूले चेक गरेर त्यो औषधिका डोजहरू मिलाउनु पर्ने हुन्छ। अब मानव इन्फेक्सनको अवस्थामा शरीरको जुनसुकै अङ्गलाई खराबी हुन सक्छ, त्यस्तो अवस्थामा पनि किडनीको अवस्था हेरेर त्यही अनुसार औषधिका डोजहरू मिलाउनु पर्ने हुन्छ।